छोरी लौडा बुढा एबे हस्पिटल लैजानु पर्यो लौडा छोरीले के भयो कसले के गर्दिएको मेरो छोरीलाई लौडा हस्पिटल लैजाऊ डाक्टर साहब त्यस्तो केही खुवाएको थिएन डाक्टर बिहान राम्रै खाना खायो रे स्कुल गाठी नास्तामा पनि मैले त रोटी पकाएर राखिदिएको बुढा के भयो डाक्टर थाहा छैन किन रे के भएछ र नानीलाई हेर्दाखेरि त नानीको पेटमा विष परे जस्तो देखिन्छ लौडा बुढा विष खाइ भन्छन् किन खाइ मेरो छोरीले विष त बारीको भरु काँक्रा खाएको थिए नि कुन काँक्रा खाइएले कुन चाहिँ काँक्रा लौडा बुढा वित्यास भयो कुन काँक्रा भन्नाले कस्तो काँक्रा लाउनु भयो र बारीमा ठुलो खायो कि सानो खाएको सानोवाला त राम्रो थिएन किरा लागेको थियो म त ठुलोवाला सब्स्क्राइब गर्नुस् अनि हेर्नुस्। असुरक्षित विषादीको प्रयोग आजको लापरवाही भोलिको विपद एक जनचेतनामूलक सडक नाटक। हजुर बुढा हजुर हेर्छ भात खाएर सुतेको भसक्कै निदाइएछ यसो तरकारी बारीतिर जानु पर्ने अब अल्छीका ढेङ्ग्रालाई के भन्न सकिन्छ र मैले यहाँ तिउन तरकारी केलाउने यिनै चामल केलाउने गर्दा जुलुम बितिसक्यो तपाईलाई सुतेरै पुग्या छैन साँझ परिसक्यो घाँस दाउरा गर्न त्यसै छ अहिले गोठान गाई भैँसी कराउन थाल्छन् लो हिँड्नुस् न तरकारीले पनि बतिला लाएन यसो गोडमेल गर्न पर्ने जहिले म अगाडि नलाएसम्म यो बुढो कहिल्यै ननिस्किन्छ तँलाई अगाडि लाएपछि साइड त पर्दैन थाहा छ अब बुढी बिना एक पाइलो अगाडि सार्ने हैन मरि काटे मरि जाम एक पाइलो अगाडि खै कोदालो कता छ अब त्यो पनि मैले नै भन्दिनु पर्ने अब त्यो पनि मैले भन्न पर्छ अब म भन्दा 10 वर्ष कान्छी तरुनी आँखा देख्लिस् भनेर ल्याएको नि तँलाई यस्ता बुढासँग भिडाएछन् बाबाले के लाउनुस् ल बेलामा बुढा अलि राम्रोसँग पैसा कमाऊ अलि राम्रै जीविको पार्जन गरौँला भनेको थिएँ कता हिँड्छ ढिग अब पर्थ्यो लौ अब यो गर्दा सुरुमा त सुन नै बुढा सुरुमा बुढी तिमी उता नजाऊ भिर छ लोटौली भन्थ्यौ क्यारे अब बस छन्जे त त्यही त भन्थ्यो नि अहिले कता हिँड्छस् ढिकातिर गए पनि हुन्थ्यो गुल्टेनी हुन्थ्यो भने कोदालो साँझ काच ल्याएका दिनबाट कान सुन्न खाली हैरान पारिएछ काच हैरान पारिएछ तिमी कम छौ र बुढा धेरै हल्ला गर्दैन जहाँ मै अगाडि नलाएसम्म तिमी लाग्दैन खान टोको बिसाएर खान होला छिनाइ यहाँ पहिला सुरु ठाउँ बनाउन लाइछु धेरै हल्ला नगर है बुढा ल फेरि यता स्पिकर खन्लिस् म नभई तिमी एक डेक चल्दैनौ हेर त यहाँ पिपल गेडी के गेडी हो बुढा यो कालो कालो फलेर छ यो कुमाल केटी गेडी ए मिठै हो खानु लौ खाऊ त बिस छ छैन तिमी परेनौ भने म पनि खाऊ यसले त खर्जुरो ठेक गराउँछ भन्थे ल है एकैछिन ल म घाँस काट्छु बुढा यसै गोडमेल गर्छु हेर्नुस् त यिनी बतिला बोतलीमा हेर त काँक्रा त बोतिली लाएछ नि ए त बुढा ल छप्पै बोतिला लाएछ बतिला त लाएछ के अरे बुढा खै बतिला लाग्दैन अब के भन्न सकिन्छ ए बुढी यी बोतिला हुर्केर गएर ठुला भएपछि त त्यसका बाजे त सुनबुढी होलिस् नि आ बुढा ओइ छोरो पाएपछि त वंश धान्यो हामीलाई पाल्छ भनेर मक्ख पर्छ नि मान्छे सबैका छोराले कहाँ फालेका छन् वृद्ध आश्रममा लर फाले देखा छैनौ त्यस्तै यो बोतिलो लाओ भन्दैमा मक्ख नपर है यो बजार हामीले यसलाई ठुलो बनाएर हुर्काएर बजार पुर्याउँदासम्म उता तलतिर के अरू विदेशी तिनै विदेशीले ढाकिसक्छ हाम्रो वस्तुले सामानले मूल्य पाउने होइन म त हौसिया छैन है बुढा तिमीसँग बिहा गरेर यति वर्ष भयो तरकारी खेती गर्न लाग्यो एकछिन नबोलिकन यता सुन त बोल्न दिने भए पो सुन्ने जस्ता कुरा गरे पो अनि सुन्न एउटा मैले सुन फलाउने आइडिया पत्ता लाग्यो सुरु भयो नि मेरा बुढाका कुरा सुनै फलाएरै यत्रो सुन हेर्नुस् त यत्रो हातमा पनि सुनै सुन मेरा बा ए बुढी अब
अब सुन भल्याउने आइडिया लाग्यो बरु छिटो गएर सानो छोरी छिटो सुताउनु पर्छ। ल यहाँ डोकामा घाँस हाल्नुहोस् बरु। यसै सुन फलाउने कुरा मात्रै गरेर हुन्छ र? सुन माटोमा फल्ने भए त दुनियाँका छोरा उहाँ लङ्कापति रावण बन्ने थिए। ए बुढा मैले त्यो आइडिया सुनेपछि एकचोटि मलाई चुप्प खाइदिने छ। हेरौँला हेर्दै जानु कस्तो पत्ता लाग्छु। ल ल यस्तै अल्लेङ्री त यो तिमीले बनाएको यो नाम्लो हेर न कति लामो बनाएको छौ यहाँ। अनि कहाँबाट बोक्न मिल्छ त? बुढीको बेहोरा छैन भनेर हुन्छ? छिटो हिँड। यता सुने बुढा, सुन फलाउँछु भन्यो है नि त। सुन तिमीले यसरी बारीमा माटा सुन फल्ने भए दुनियाँ छोरा लङ्कापति रावण बन्ने थिए। कोदालो खै कोदालो ती न आउँदा कोदालो ल्याउने ढङ्ग छ न जाँदा कोदालो ल्याउने ढङ्ग छ। गफ धेरै गर्ने। सुन न सुन, अब लङ्कापति रावण बन्थ्यो होला। अरू त सुनले चाहिँ होइन, बेहोराले चाहिँ रावणै जस्तो छौ का? मान्छे जे पायो त्यही पुग्छ। हल्ला धेरै होइन कहाँ पल्ले गएर लप्छै गयो त्यो। अब यस्तै पारा हो भने बुढा, म त यही बुढेसकालमा पनि कति राम्री छु। मान्छेले कसो नपत्याउलान् र। जिन्दगीमा सबै गर्नु, आफूभन्दा 15 वर्षीय कान्छी बुढी बिहा नगर्नु भने सबै सेतै फुलेकाले ठोक्ने लिइरहेछन्। धेरै हल्ला नगर है बुढा। यस्ता कन्जुस बुढासँग परेर मेरो कलकलाउँदो जीवन खेरा गयो। पैसैमा बुढी हुन पर्या छ। बरु छोरीलाई यता सुन त, छिटो खाना पका, छिटो खाएर छोरीलाई छिटो सुता त। तिमीलाई पातेका बुढा। सुन फलाउने आइडिया हो के? फलायौ सुन तिम्रा गफ तिमीसँगै राख ए बुढा। यसको मुख मैले भोलि थन्छु। बरु त्यहाँ गोठालाई गरेर आउनुहोस्। ल म यसो गोठाइ गरेर आउँछु। ल ए छोरी हजुर मम्मी। ओहो जस्तो बा उस्तै छ छोरी पनि। खोइ पढ्या मोबाइल मात्रै किन हेर्छौ ए छोरी? पढेर भ्याएर हो के मम्मी मोबाइल हेरेको? पढेर नि भ्याइन्छ त कहिले? वहाँ दुनियाँ छोरछोरीले किताब खाइसके छोरी खर पढ्छन्। त्यो एउटा के छ पो त नाम बिर्से मैले। खर्ती किताब पढिदिन्छ। विजय हो कि के हो? त्यस्तै बन के बन। सबैको एउटै दिमाग हुन्न के मम्मी? धेरै हल्ला नगरे केटी। ल यहाँ काम गर्न सगा, पढ्ने लेख्ने यसो ध्यान दिनुपर्छ छोरी। हेर के गर्छौ बा, तिमी यस्तै गरिबीमा जन्म्यौ। तरकारी खेती गरेर कहिले उगो लगाइन्छ। ए बुढा लौ छिटो गर्नुहोस् है, खाना पाकिसक्यो। अब म खाना पस्किन्छु। ए बुढा हजुर ल आउनुहोस् है, मैले पस्छु। यो कचकचीले पकाइ त्यही कचकरो भाइ पकाइ। मिठो बासमती चामल पकाउनु त तिमीसँग गाँठ पनि हुन पर्यो नि। अब हेर्दै जान यहाँ छिटो खाना खाएर छोरी छोता त फेरि रातको 8 बजेपछि खाऊ छिटो खाऊ। मेरी पुगुली छिटो खाऊ। लग्नुहोस् त। यो भात भन्दै हेर मोटा चामल पकाइ मरिजाइ क्या। मसिना चामल पकाउनु त तिम्रो बारीमा मसिना चामल फल्न नि पर्यो। बारीमा होइन खेतमा हो चामल। त्यही हो जहाँ भने पनि। छोरी छिटो खाएर होमवर्क पढ्न केही छ कि सुतिहाल पढ। भोलि बिहान फेरि छिटै उठ्नु पर्छ नि। ए तिम्रो बाका कचकच गनगन सुन्यो भने मैले नानीलाई सुताउँछु। छिटो खाएर नबोलिकन मुख बन्द गरेर एकछिन छिटो गर्छ। ल आउँछ मैले सुताउँछु। नानी ल होमवर्क गरेर भ्याएको? बाबा मैले भ्याइसकेँ होमवर्क गरेर। ल छिटो ट्याक्क सुता है। ए बुढी अब भ्याउँदैछु नि बुढा। यहाँ भाँडा चुलो गर्दैछु। ढाड दुखिरहेछ तिम्रोसँग। कुन दिन पानी हालिदिन्छु। आफ्नै बुढीलाई यति नसगाएर भयो त। कुन दिन यस्तासँग परिएछ? यस्तै हो भने कसो पऱ्यो अर्को छोरो जन्मन्छ। जन्मायो बुढा यो पैसैमा बुढी बनाइसक्यो।
ए बुढा साँच्चै यो दिनभरि तिमीले सुन फलाउने भनेको छौ के रहेछ लतो रात परेपछि भन्छु भन्थ्यौ एउटै चिज छ बुढी के हो बुढा अहिले यो साँच्चा यो के हो यो ले अब के का सुई लिएर आएको ए बुढा ट्याक्क पारेर स्वाट यसरी सुन फलाउँछ अब फलायो सुन खाली यस्तै अब तैँले यता सुन त तैँले यो हिजो यत्रै काँक्रा देखिदिस् नि यत्रै अब ती काँक्रा यत्रा हुन्छ यस्ता बुद्धिया लाएर नि हुन्छ अब रातारात काँक्रो बढ्छ ले हेर्दै जानु मैले बुढाले बुद्धि केही ल्याएछन् कि भनेर मक्ख परेकी मैले आज पत्ता लगाएको हैन आज पत्ता लगाएको यो एउटा विषादी पत्ता लगाएको छु कि त्यो कताको पाइली खोइ के विषादी है विषादी चाहियो विषादी अब ट्याक्क यो मिलाएर हैन ट्याक्क यो मिलाएर त्यो काँक्रा सुई लगाइदिएपछि यत्रा काँक्रा यत्रा घिरमलाई यत्रा लौका यत्रा त्यसपछि त सुनबुढी हुन्छ सुनबुढी भयो ए बुढा धेरै गफ सोचेस् भने यसो गरेर त सुन लाएर त्यहाँ बस्थेस् म चाहिँ यहाँ बसेर यसरी खुट्टो हल्लाउँदै बस्थेँ यहाँ सुन त बुढा छ नि अब यो औषधि लाउने विष छर्ने विषादी छर्ने त हामीले गरेकै छौँ क्यारे होइन अनि त्यसका लागि के को राति गरेको थियौ त यो कुरो कसैले थाहा दिन हुन्न कि केलाई हो यो कुरो कसैले थाहा पायो भने आइडिया पत्ता लाउने भयो यो कुरो अर्कै छ कि यो लाएर स्वाट्ट पारिसकेपछि अहिले बुझ्छेस् के तैँले ठ्याक्क पार्ने अब हेर पारिदिएर यहाँ सुन न बुढा त्यो बजार बेसीजना नि ठुला तरकारी आउँदा सुइलाको भन्थे नि यही हो यही सुइलाको यही सुइलाएपछि यत्रो काँक्रो यत्रो अहिले मानव काँक्रो ऊ त बाबु जत्रो छ भने भोलि बिहान यो ठुली जत्रो हुन्छ हेर्छु बुढा तिमीलाई गफै त होला पहिला नि यस्ता गफ लाएर मलाई कचरी झुकाइसके बुढाले पत्याउँ कि नपत्याउँ यिनको कुरा बड्डो हल्ला गर्न हुन्न यसो मान्छे हेर बाहिरतिर कथन कुसुम यताउता गर रातिमै लाउनु पर्यो ल त्यसो भए तिमी मैले यसपालिलाई तिमीलाई चान्स दिएछु हेर बुढा कहीँ तिमीले ल्याएको यो खती अहिले पनि काम गरेन भने म फेरि जे पनि गर्न सक्छु सिधै भन्छु भोलि तरकारी बेचेपछि तैँले चुप्प दिन्छस् नजिस्कन बुढा ल औषधि तयार गर्दै गर म बाहिर फेरि लिएर आउँछु हेर्दै गरे खतरा खुद्रो अब कृष्ण भाइ भ्यौ त गराएको छ नि क्या कि तेरो पेट गराएको बुढी ए बुढा हल्ला नगर गाउँले चकमन्नै सुतेछन् क्या एउटा छैनन् घर बाहिर ल बरु छिटो गरेन यो अङ्खोरा चाहिँ भोलि बोलिएर पखाल्नु पर्छ बारीतिर हिँड त्यसका बाहिर झ्याम सोही ठाउँ दिने बाल्टी ए बुढा आस्ते हिँड है आस्ते हिँड है यहाँ आएर यो अङ्खोरा आस्ते हिँड हो यहाँ राख यो साँच्चा यो ट्याप्प पारेर अब यो काँक्रो छ नि बुढा के गर्यो अब सबैमा घुवाई तैँले पनि गर मैले पनि गर्छु है हेर्दै जाने भोलि जान त्यसो भए यता पनि छ है बुढा ए बुढा अन्त घर आएर त खान पर्यो नि घर खानलाई ऊ त्यतापट्टि खेतको राख्ने होइन यो चाहिँ बेच्नलाई घर खाने लाउने होइन ए त्यसमा पल्लोपट्टिको हामीले खाने यो बेच्ने बुढा छानी लौ त्यसो भए लौ आज बुढाको आइज यता पल्लाएर कहाँ पनि एउटा ठाउँदिन क्या पर्या छैन अर्काकोमा आफ्नैमा ठोकर बुढा तिनकी बुढी राम्री छैन कि त्यही भएर फेरि त म त बजाइदिउँ ल बुढा न खाली ल घरमा पनि छोरी एक्लै छ ठुली रातिमा अलि बिस्तारै हिँड्नुहोस् है अब त बुढी
त सुन बुढी म चामल बुढो हेरौँला बुढा तिम्रो आइडियाले काम गर्छ मोटा चामल पकाइदिएछ नि अब त यत्रा मसिना लामा सीताको भात खाने म त सुन लाएर सुन बुढी मलाई एउटा पोते आउँछ होला के बुढा यस्तै बुढी पनि बिहा गरेछु गाडी अब त्यसै त यसको नाक ठुलो अब झन् नाक ठुलो नि हो धेरै नजिस्काए अरूको त के छ यो हामीरी बुढीको फेरि घर जाँदाखेरि 1 मिनेट पहिले नाक घर पुग्छ तिमी बुढालाई त केर्न सक्यो र ल छिटो आऊ सुत्नलाई वा केटी पनि आत्ती होली आउनुहोस् घर छ बुढी हजुर सिरक ओढेर सुत्नु त गर्मी छै कि मेरो पनि ढाड त नास्टै छिटो गर साँच्चै बुढा रातिको सुलाएका तरकारी कत्रा भएन त्यो बिहान कान्छी औँला जत्रा थियो नि काँक्रा अहिले त जत्रा भएको छ छिटो गर नानीलाई खानासाना पकाएर तँ चाहिँ नानीलाई स्कुल छिटो गरेर पठा म चाहिँ उता गएर ड्याम काँक्रा घेरमलाई टिपेर ल्याउँछु बजार गएर त्यसका बाजी बेचेर पैसा सुनबुढी ल बुढा धेरै हल्ला नगरी राम्रोसँग टिपेर ल्याऊ है छिमेकीले फेरि हिजोसम्म यसका बारेमा बतिला थिए आज के भयो भन्ला कसैले हेर्दैन उलाएर बेचेर पैसा पारेपछि कस्तो ल छिटो म पनि जाऊ है तैँले छिटो यहाँ छोरीलाई स्कुल पठाइहाल के झ्यामझुम पार्नुपर्छ ल ए छोरी होइन केलाई उड्दिने यो केटी आजकलका केटाकेटीलाई केही गरि नसकिने भयो छोरी हजुर मम्मी उठ न बाबा उठ अब 5 मिनेट रोक्नु न कहाँ त्यस्तो भनेर हुन्छ जस्तो बा उस्तै छोरी छ कुरुक्क नउठेर पढ अब स्कुल जान बेर हुन्छ मैले यहाँ खाना रेडी गरिसकेँ बसाइसक्छ फेरि अहिले ल्याउ छिटो आऊ आएकी माया गरेर भन्दा हुँदैन आउने यो खाना खायो अरे छिटो स्कुल जानु पर्यो अब पहिला उठ्न दिनु न हातमा धोएर छिटो आऊ अब खाना तयार गर्ने यसो उसो केही छैन ल्याउ यो पानी उतै त गएर धोएर आऊ आजकलका केटाकेटी बरु बुढा बारीतिर गएका खोइ यिनका आइडियाले काम गर्ने हुन् कि होइनन् यसो राम्रो चोलो फेर्न हुन्थ्यो घाँटी पनि भर्न हुन्थ्यो ल छिटो खाऊ छिटो खाऊ छिटो खाएर स्कुल जाऊ है छोरी ल कपडा पनि लगाउनु पर्यो अलि छिटो गर न मेरो बाबा अलि छिटो बस आइसक्यो उता आवाज सुनिसक्या छ बसको हजुर ल हेर काँक्रा हेर त्यसका बाजे त्यसलाई त खुट्टा भन्न मोटाइ छन् यत्रा काँक्रा देखेँ थिइस् यत्रा काँक्रा देखेँ थिइस् फेरि भन्छु यत्रा काँक्रा देखेँ थिइस् अरूका बारीमा तिम्रा छैनन् के आज बल्ल भएछ इत्यादि चुप्पा खाइदियो ल चुप्पा त यति हो बुढा पहिला यो बजार लगेर बेच्नु पर्छ बेचेर मनक्के आम्दानी गरेर जहाँ त नपिटिए भए पनि हुन्थ्यो नि सुन न ए बुढा होइन यस्तै घर सधैँ पिट्छस् थाहा छ मान्छे किन पिट्छ पिट्न मन लाग्यो नगरपालिका जोड्नु पर्थ्यो त्यहाँ अहिले त बुढा अलि कानुन बलियो छ धेरै नबोल भो यो विषयमा बरु छिटो गर यत्र घिरमले देखाइ थिए बुढा पोरा परेका बुढा होइन तिमीलाई त आइडिया आएछ कि क्या हो भन्छु ए तैँले ठिक ठाउँमा बिहा गरेछु भन्छस् के दिमाग त मरो कस्तो छिटो अहिले त हो कि जस्तो लाग्यो बुढा साइकलमा लोड गरौँ त बुढा यो मैले एक्लै कहाँ सक्छु है साइकल लिन जानु परेन आउरे छोरी रेडी भयो तिमी ल न स्कुलको लागि जाऊ त मम्मी माए सुन न आज साँझ तिमी स्कुलबाट घर आउँदा घरमा हामी भएनौ भने पल्लो घर काकीका बस्नु है राम्रोसँग ज्ञानी भएर बसे राम्रोसँग पढाइ छोरी हस् मम्मी तर किन तपाईँ र बाबा कहाँ जाने हो र हामी हेर न तरकारी फल्या छन्
यिनै तरकारी बेच्न 12 मा भएर बजार जाने धेरै जान्ने नभयो ए बुढा यो बेच्न जान्छौँ तिमी घरबाट तिमी स्कुलबाट आउँदा घर आन भाइ पल्लो र काकी कहाँ बस्दै गर है बा ल जाऊ छोरी जाऊ अब तिमीलाई फिस तिर्ने टेन्सन हुन्न अब तिम्रो डाक्टर बन्ने इच्छा पनि पुरा हुन्छ छोरी हस् मम्मी म अब गएको है बाई बाई छोरी बाई 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 ल राम्रोसँग ए बुढा यो साइकल लोड गरौँ त लौ न लोड गरेर राखिहाल अनि खाना यो काँक्रा त हेर्दै जा छोपा छोप हुन्छ हेरौँला छोपा छोपमा कसम कसैले नकिन्नु आज बल्ल आएर बुढो त सही नै परेको हो कि हेर्दै जा त एउटा सुईको कराम नमात्रै भए बुढा एकचोटि छ्यास पारिदिएको एउटा काँक्रा अहिले त यात्रा ए बुढा ल आउनुहोस् खाना छिटो खाना अहिले खान मन पनि छैन मलाई त उतै मोमोतिर गएर तन्दुरी सन्दुरी मोमो चाउमिन खाने त्यस्ता अर्ग्यानिक कुरा खानुपर्छ भन्न पर्छ के अरे अब पैसा कमाए भन्दै मलाई रेस्टुरेन्ट मलाई त एकचोटि त ठुलो सोफा भएको होटलमा गएर यसो गरेर खान मन छ अरे मन त मलाई कति भोक हो कि सन्डा भन्ने के पाउँछ अरे फेन्टा हो बुढा फेन्टा एउटा फेन्टा अर्को के अरे भोक कोक होला नि त्यही भएर छोरी पढाउने ठुलो डाक्टर बनाउने हो बुढा अहिले त्यसका सपना नदेख अब भोलि आएर त बासमती चामल पाक्ने होला हाम्रा दुनियाँ घर मासु मङ्ती बसाउँदा आफ्ना घर सधैँ पिँडालु झोल खान पर्थ्यो अब त दिन सुध्रिन्छन् कि जस्तो छ त बुढा मैले पनि मर्ने बेला एउटा आइफोन किन्ने भयो यहाँ पहिला मलाई त सुनको सिक्री है बुढा तिल्लरी बनाइदेऊ काटीमा पनि तँलाई त हेर्दै जान यो भाडा भोलि आएर साँझ आएर माझोलाई अब यो भाडा किन मान्न पर्यो अर्का नयाँ ल्याइन्छ नि अब त यात्रा काँक्रा जा माझ्न त यिनै पर्छ है बुढा छोरी पढाउने इच्छा छ एकचोटि चुप्प खाइदिए नि त नमात है बुढा अगाडि पैसा पाएपछि मान्छे त अगाडि लाउँथिस् कि के फुस्को ए बुढा मेरो त पटुकी फुस्केछ तिमी बुढा अलि राम्रोसँग काम गर भन्दाखेरि ए बाबु आउ त धतङ्गी भनेको त्यसैको मैले घिरौँले बाँच्यो अब तँ घरै पकाएर खा बदमास अलि ठाडो पारो अट्याउने साइकल अब यस्तो फलेर बेच्न जाने बेला पनि लडाई नै गर्नु यही त हो लोड एउटै सुईले हेर त एउटै सुईले हेरे त यो बुढी यो यसो भयो ए बुढी यहाँ त हो मैले तिमीलाई भन्दै थिएँ नपिना तिम्रो एक पाइलो सरोस् ल बल्ल कन्या बुढी कुमारी अगाडि ला त आयो तरकारी आयो ल है आउनुहोस् है तरकारी किन्न आउनुहोस् है ल आयो यात्रा काँक्रा सस्तो मूल्यमा आयो सस्तो आयो ताजा आयो ल आयो यो आयो ल अब त आयो भन्ने पनि पर्दैन किन्ने कति किलो 5 किलो ल 1000 रुपैयाँको जति आउँछ त्यति दिनु खानुहोस् है राम्रो लाग्यो राम्रो छ नि एकदमै राम्रो हजुरहरूको विश्वास है हामीलाई ढुक्क भयो उता नला यता ला खैल्याउनुहोस् कुरै नर्नुहोस् यहाँ गिराउनु काँक्रो सबै छ लानुहोस् दुई चिज मिलाएर दिनु है ल दिनुहोस् पुरा ढिला नगर्नुहोस् हेर्दै जानुहोस् उहाँले खाएपछि फुली बेचेर तरकारी किन्नुहुन्छ ल हामी आइयो बजार चोकमा मान्छे त खुन्निए गाँठे अरिङ्गाल खुन्निए पैसा साँच्चै बुढी ल कति ए बुढा पैसा मलाई ल्याउ ए पैसा यो साइकल स्ट्यान्ड लाएर अडाउ त बुढा पहिला हजुरलाई पुग्यो चल्नुहोस् बुढा
यो पैसा त मैले राख्ने बुढा स्ट्यान्ड लाउ न पहिला ए स्ट्यान्ड लाउ त यहाँ स्ट्यान्ड ब्याङ्कको होइन त्यही हो साइकलको ए स्ट्यान्डमा के को ए नानी ल्याइदेऊ धेरै बुढो खाडासँग बिहा रहेछ स्ट्यान्ड लाउन पनि आर्की बहिनी गुहार ल यो भाइलाई फेरिमा ल कति दिनु छोपा छोप भाउ गाडी ए पैसा ए बुढा ले लाके तेरे यो श्री सम्पत्ति खा ये मेरा पैसा यो सबैको हो ए बुढा ए ल्याउ मलाई नि राख्न ल्याउ न ए आयो तरकारी आयो सस्तो तरकारी आयो ए भाइ आउ त ए भाइ आउ कसैले लाने हैन बाँकी फेरिमा हो ल तरकारी भेइ खाको जाम है स्ट्यान्ड अझ यता किनौँ त परिखे मैले यसो पिसाब लाउ गएर आउँछु है आयो सस्तो तरकारी आयो ल है आउनुस् किन्न आउनुस् है तरकारी आयो ताजा तरकारी मिठो तरकारी लौ है आउनुस् धेरै राम्रो छैन है बुढा पिसाब आयो भन्दै जानु कता गए ए गर्मी भयो चाहिँ पिसाब पोलो गाडी ल अब यति बच्यो छ यो सकाउन पर्यो भेष बेही हो छैन बुढा यहाँ राख्ने हो नि दिदी ल तरकारी लानु परेन अब हामी होइन कति लानु छ दिनु न 2-3 किलो खै पैसा ल ल्याउनु लाउनुस् ल कति रुपियाँ किलो हो ब्यागमा ल 60 रुपैयाँ किलो काँक्रा 60 रुपैयाँ तिनी साउले उधारो ल्यायो 2 किलो दिनु पैसा ल्याएछु यिनी त म बराबर रहेछ ल बुढी नलैयाऊ सबै ल्याऊ ल पहिला तरकारी नबिगेर कुन्चाले हुन्थ्यो हो नि बुढा आज त छोपा छोप भयो गाडी भर्खरै आएको भर्खरै सक्यो मा कसम पैसा आइज बुढी आइज साइकल जाब बाइक किनौँलाई छोडिदियो पैसा चाहिँ किन चाहियो जाऊ साइकल चेन बिग्रेर हैरान पार्छ साँच्चै हो र कति भएछ पैसा यसो गर्न बुढा गनौँ त लाई कतापट्टि हो यही बसम है यतै बसम है बुढा खोइ कति भयो निकाल त म ओराला परेँ नि केही हुन्न बुढा लडी हाल्दैनौ होइन लड्क्यो भने त कमाएको खान पाइन्न नि अयो भाइ तिमी ल यसरी बस्नु मन लाग्छ यसरी धेरै मक्ख नपरे है बुढा हेर त पैसै किन मोटाइ भनेको त पैसाले मोटाइ चाहिँ होइन मेरो बुढा हेर पैसा हेर कति भएछ नि बुढा एक दिनमा 20,000 भएपछि दबाई 50 रुपियाँको एक दिनमा 20,000 भएपछि त्यो बिसाइदि के अनि 1 महिना गरेपछि कति हुन्छ 20 60 6 लाख कति हो कति बुढा गर्दै सक्दिन त भोलि बुटोल ट्राफिक चोक्दा के लाग्यो बुढा अब त्यहाँ गएर एउटा घडेरी हेरेर किन्न पर्यो नि घडेरी किन्ने रे बुढा यस्तो कमाइले यो त बस्ने जो होइन सिधै ट्राफिक चोकमा गएर महल बनाएर बस कसम यार मर्ने बेला बुद्धि फेरि यार मेरो ओ बेलामा बुढो गतिलो परेन भनेर पछुताएको आज त बुढाले राम्रै आइडिया लगाए जस्तो छ बुढी चाउमिन लहरावाला खाने कि कुन खाने चाउमिन खाम्ला बुढा पहिला घाँटीमा एउटा लहरो झोडाङ न त ल है छोरीलाई डाक्टर पनि पढाउन छ अब बिचारा छोरी पढ्छु भन्छ छोरीको त लभ छ जस्तो मानिछु पढ्दिन पढ्छ बुढा पढ्छ त्यही लिएर तिम्रै बेउरा सर्या भए मात्रै हो मेरो बेउरा सर्या भए लभ सब पार्दिन ल ओ आज त यो पैसा त म त जम्मा गर्ने हो है बुढा
भन्दैछु मलाई सुन किन्नु छ अनि छोरीलाई डाक्टर बनाउने एकचोटि चुप्प खाइदिए नि त आइया घर गएपछि खाउला चुप्पा चुप्पा ए छिटो आऊ यस्तो बिच बाटामा चुप्पा खाऊ भन्न पनि लाज नलाग्ने ए बिर्सेको मलाई त बजार पो जानु भएको छ बरु कस्तो भोक लाग्छ भाइ के खाने होला ए बारीतिर गएर काँक्रा खानु पर्यो यहाँ त कति सानो सानो फल्यो हो भाइ राम्रो पनि छैन म त यहाँको खान्न आहा यहाँको चाहिँ एकदम मिठो रहेछ यो त खानु पर्यो अब साथीसँग मिलेर खेल्न जानु पर्यो हेलो के छ आरामै छौ एकदम म त तिमी सन्चै हौ ठिक छ नि गएको आज गएर आएको नि तिमी गयौ म पनि गएर आएको आज त ढिला आयौ त म आज साथीहरूसँग डुडेर नै आएको नि त त्यो भएर हो र कस्तो राम्रो काँक्रो खाँदै आछौ त तिमी त काँक्रो अनि बारीको हो क्या त्यही भएर हाम्रो घरमा त काँक्रा पनि छैन ए हो र मेरो घरमा त छ के इति देऊ न मलाई पनि जुठो भयो भाइ जुठो पनि खान्छु के होइन मम्मीले भन्नको जुठो खान हुन्न अरे ए ल फेरि आज केही खेलौँ न के खेल्ने होला के खेल्ने भन तिमीले भन न ए साँच्च चारी नै खेलौँ है आज हुन्छ चारी बटुला त राम्रै छ त यस्तो ल निकाल तिमीले नै जित्ने मनै हो क्या अरे धेरै घमण्ड नदेखाऊ के घमण्ड र कहिले पो जित्या छौ र तिमीले अब तिम्रो पाली हेर त म जितेँ अब साथी के भयो तिमीलाई साथीमा त पेट दुख्न लाग्यो भाइ छोरी ढली हो र म त बमिटालो जस्तो भयो साथी ल तिमीले काँक्रा खाऊ म त गएको ल साथी भाइ ए राम्रोसँग जाऊ भाइ साथी हस्पिटल लानु पर्छ र होइन यो को लड्ने छ ए यो त तल्ला घरि पुर्खे बाँकी छोरी होइन र हो यिनी मेरै साथी हुन् नानी यसका बाआमा कता गएछन् आइज झ्याम अब पैसा छ अब घर गएर झ्याममा पकाउने खाने अर्कै छ आज मासु मासु चाहिँ खाइने हो आज त्यहाँ के भएछ मान्छे जम्मा भएको छ नि त के भएछ मान्छे घद्राङ घुद्रिङ हुन्छन् के चाहियो त्यसलाई त्यसो नबन बुढा कसैलाई केही भयो जस्तो छ ए होइन कसलाई के भयो यहाँ खोइ 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 तपाईँकै छोरी त हो नि लौ न मेरो छोरीलाई के भयो लौ न छोरी लौ न बुढा ए बुढा हस्पिटल लैजानु पर्यो लौ न छोरीलाई के भयो कसले के गरिदिएको मेरो छोरीलाई लौ न हस्पिटल लैजाऊ डाक्टर साहब मेरो छोरी नानीलाई हेर्नुहोस् न डाक्टर साहब बाटोमा आउँदै थिएँ एक्कासी छोरी ढलिन्छ खोइ के भयो कसले के गरिदिएको केही थाहा छैन हेरिदिनुहोस् न डाक्टर साहब बसिनुहोस् म हेर्छु तपाईँ यता बस्दै गर्नुहोस् है लौ न डाक्टर साहब छिटो गरिदिनुहोस् बुढा लौ न के भयो छोरीलाई के भयो के आइला अब यस्तो बुढा हामीलाई शराब त लागेको छैन क्यारे शराब होइन के डाक्टर साहब के भयो लाउनु भनिदिनु पर्यो केही खुवाउनु भएको थियो नानीलाई त्यस्तो केही खुवाएको थिएन डाक्टर बिहान राम्रै खाना खायो रे स्कुल गएको थिएँ नास्तामा पनि मैले त रोटी पकाएर राखिदिएँ हो बुढा
के भयो डाक्टर थाहा छैन किन र के भएछ र नानीलाई हेर्दाखेरि त नानीको पेटमा विष परे जस्तो देखिन्छ लाउने बुढा विष खाए भन्छन् किन खाए मेरी छोरीले विष त खाइन होला डाक्टर यसो गरौँ एकछिन तपाईँ नआत्तिकिन बस्नु नानीलाई औषधि दिएको छु होस आएपछि नानीलाई सोधौँला है के खाएको कसरी जान्छ डाक्टर विष मेरी छोरी विष खाने जत्री बल्द पनि छैन लौ न छोरी छोरी दिनुहोस् न नआत्तिनुहोस् म छोरी नानी त्यही खाएको थियो स्कुलमा पठाइदिएको रोटी मात्रै खाएको थिएँ अरू केही कसैले जङ्क फुडहरू दियो कि जङ्क फुड त मैले त्यस्तो केही पनि खाएन के खायो त अरू सम्झ त ए साँच्ची मैले त बारीको भरू काँक्रा खाएको थिएँ नि कुन काँक्रा खाइएले कुन चाहिँ काँक्रा लाउने पुरा व्यत्यास भयो कुन काँक्रा भन्नाले कस्तो काँक्रा लाउनु भयो र बारीमा ठुलो खायो कि सानो खाएको सानोवाला त राम्रो थिएन किरा लगाएको थियो म त ठुलोवाला खाइदिएँ बुढा डाक्टर साहब हामीले हिजो धेरै पैसा कमाउने लोभमा बारीमा सुई रोपेर ठुलो हुने विषादीको प्रयोग गरेका थियौँ आजै त्यही काँक्रा बेचेर धेरै पैसा कमाएर बक्ख पर्दै घर फर्किँदा छोरीको यो हालत भएछ डाक्टर साहब यसरी त बजारमा लगेर सबै काँक्रा बेचेर आयौँ हामीले ठुलो पापमा परिने भयो डाक्टर साहब क्या नि तपाईँले धन्न टाइममा ल्याउनु भयो र नानीलाई बचाउन सक्यो अनि यस्तै गरेर बारीमा लगाएको काँक्रामा विषादी कसैलाई नसोधिकन जेटिए पढेकोलाई नसोधिकन युज गर्नुभयो भने आज पो तपाईँको छोरी भएर टाइममै ल्याउनु भयो तपाईँलाई पिर पर यस्तै कतिजनाका नानी बाबु छन् होला हेर्नु त डाक्टर साहब हामीले त घरमा खानालाई छुट्टै पाटोबारी छुट्टाएर राखेका थियौँ छोरीले ठुलै चाहिँ बिस भएको खाइछ क्या र ठिक त हुन्छ नि डाक्टर साहब मैले औषधि दिइसकेको छु ठिक हुन्छ टाइममा ल्याउनु भयो नानी काँक्रा नपखालिकन खाएको हो मैले त नपखालिकनै खाइदिएँ अनि विषादी छर्नु भयो बाबाहरूले भन्ने थाहा थिएन त्यो त बुढीलाई र मलाई भयो कसैले थाहा थिएन डाक्टर साहब हामीले रातिमा छोड्या हो डाक्टर हामीबाट ठुलो गल्ती भयो आज हामीले हाम्रो छोरीको धन नै छोरी गुमाउन पुगेका थियौँ अरू हामीले बेचेका तरकारी खानेले के गर्छन् ए बुढा लौ न अबदेखि यस्तो गल्ती गर्दैनौ डाक्टर के गर्नुपर्ने हो यहाँ त विषादीको कुरा सुन्छु के भएर म्याम यहाँ खासमा नानीले चाहिँ विष छरेको काँक्रो खाइके अरे अनि टाइममै ल्याउनु भएर मैले औषधि दिएको छु खै होस आएको छ केही त भएको छैन नि केही पनि सोचेर हाल्नु भयो नि विषादी हजुरले मैले बुढीलाई सोधेर हामीलाई केही थाहा थिएन डाक्टर साहब बुढाले मेरा धेरै रहर र चाहना सुन लगाऊ भन्ने छोरीलाई डाक्टर पढाउँछु भन्ने तिनै सपनाको कारणले मेरा बुढालाई बाध्यता पर्यो होला सायद अनि रातारात तरकारी ठुलो हुने 20 के जाति बेटाको छु भनेर ल्याएर आएका थिए त्यही 20 भएको पनि बुढाकै लहलैमा लागेर हाल्यो आज त्यही बेचेर धेरै पैसा कमाएर हामी खुसी हुँदै आएको थियौँ तर बाटोमा आउँदा आफ्नै छोरी यस्तो अवस्थामा तल्लै छोरीको ज्यान पनि गइसकेका थियो डाक्टर हामीबाट ठुलो गल्ती भयो अबदेखि यस्तो गर्दैनौँ कहिले पनि बरु सम्झाइदिनुहोस् म गाउँलेहरूलाई पनि जम्मा पारेर म यस्तो गर्दिनँ उनीहरूलाई पनि नगर्न भन्छु जेठिए नानी लौन सम्झाइदिनु पर्यो हेर्नु त सानो एउटा उसले आज नानीको कति यहाँ आयो चुल लगाउँछु भन्ने पुर्खे बाको परिवार आज अस्पतालमा गएर नानीलाई कसरी बचाउने भनेर चाहिँ जो गर्नुपर्ने अवस्था भएको छ त्यही भएर हामी कसैले पनि विषादी प्रयोग गर्छौँ भने त्यो विषादी कहाँबाट ल्याउने हो कसरी ल्याउने हो कुन एग्रोभेटबाट ल्याइरहेका छौँ कसरी प्रयोग गर्ने हो कति बेला प्रयोग गर्ने हो भन्ने कुरा हामी जस्तो जेटिए सङ्घबाट परामर्श लिएर मात्र विषादी छोड्ने गरौँ सकेसम्म त हामी नजिकै भएका वनस्पतिहरूलाई प्रयोग गरौँ जसरी झोलमल 1 झोलमल 2 झोलमल 3 बनाउँछौँ हामी त्यसै गरी प्राङ्गारिक मलमा जाउँ अर्ग्यानिक खेती गरौँ त्यो सानो पैसा धेरै कमाउँछु थोरै मेहनतमा धेरै पैसा कमाउँछु एक दिनमै
कन्सेप्ट त्यो ठुलो काँक्रा फलाएर बेचेर सुन लपक्क लाउँछु भनेकी पुर्खी बाँकी बुढी आज सपनाले गर्दा धन्नै एउटी छोरी पनि गुमाउनु परेको अवस्था रह्यो। त्यसैले गर्दा हामी सकेसम्म विषादी प्रयोग नै नगरौँ। विषादी प्रयोग गर्छौँ भने कति बेला हावा कताबाट लागेको छ भन्ने कुरा ख्याल गरेर प्रयोग गरौँ। त्यस्तै गरेर नेपाल सरकारले प्रतिबन्धित गरेको विषादी के छ त त्यो विषादी सकेसम्म हामी प्रयोग नै नगरौँ। विषादी प्रयोग गर्नै परेमा पनि पहिला हरियो प्रयोग गर्ने, त्यसपछि पहेँलो गर्ने, त्यसपछि निलो गर्ने, त्यसपछि सकेसम्म चाहिँ रातो प्रयोग गर्दै नगर्ने। अब त घैँचामा घाम लाग्यो कि हजुरको? पुरै शरीरभरि घाम लाग्यो मेरो। हेर्नु त आज सानो त्यो पैसा कमाउँछु भनेर लखर हिँडेको त मैले पनि देखिरहेको थिएँ। बुढेसकालमा बल्ल बल्ल जन्मेकी एउटी छोरी धन्नै त्यही सहारा पनि गुमिन। अब त्यो साइकल त्यही राख्ने कि साइकल लिएर आएर बरु बाइक नचढ्ने? बरु खुट्टैले हिँड्ने, साइकल पनि नचढ्ने, तर गलत काम नगर्ने। एकजनाले गर्दा उता बजारतिर के भइसक्यो। हेर्नु त आज एक कारणले गर्दाखेरि सबैलाई असर परेको परेन। गर्दैन म्याडम, गर्दैन। अबदेखि हामी यस्तो कहिले गर्दैन। यही बुढीको कचकचले हो मलाई जहिले सुन लाउने भन्थे। अब बरु हजुर यसैमा रमाउनु, सुन लाउने इच्छा राखौँ, तर हामीले जथाभावी विषादी प्रयोग गरेर यसरी आफ्नै नानीलाई परेर हजुरलाई पिर पर्यो। यसरी त हामी कति धेरै किसानहरूको हामी ग्राहकहरूको छोराछोरीलाई यस्तै असर पर्यो होला नि। हुन्छ हुन्छ जेठिए नानी, त्यही भयो त कुरो। त्यही भयो, मैले सुन लाउने चाहना भन्दा पनि छोरीलाई डक्टर बनाउने चाहना राखेकी थिएँ। आफ्ना इच्छा त मारेकै थिएँ नि जेठिए नानी। आज हाम्रो सानो लापरवाहीले भनौँ कि ठुलो भनौँ, धन्नै ठुलो दुर्घटना भएन। कृपया गाउँले दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो आग्रह, जेठिए नानीले जे भन्नुहुन्छ त्यही मान्नुहोस् है। सबैजनाले राम्रो प्रयोग गरेर औषधि जन्ने चाहिँ उहाँको सल्लाह लिएर मात्रै तरकारीमा विषादी प्रयोग गर्नुहोस् है। आफू पनि राम्रो खानुहोस्, अरूलाई पनि राम्रो खुवाउनुहोस्, आफू पनि स्वस्थ बन्नुहोस्, अरूलाई पनि स्वस्थ बनाउनुहोस् है। सुन्नु त हाम्रो सिडिएम नेपालबाट सहरी समुदायको विपद उत्थानशीलता र दिगो दिवीको पार्दल सुध्रीको कार्यक्रम छ के एउटा। यसमा त हामी आफै संलग्न भएर बिउ कसरी राख्ने हो, बिउको बेरमा कसरी हुर्काउनु पर्छ, अर्ग्यानिक खेती कसरी गर्ने, जैविक मल कसरी मलाउने, हामी विषादी जैविक विषादी कसरी बनाउने, सम्पूर्ण कुराहरू सिकाइरहेका छौँ नि। हजुरको गाउँमा पनि भोलि मिटिङ राख्नु होला। एउटा समूह बनाएर मलाई पनि त्यसमा आबद्ध गरेर बरु सुनखाने ठाउँमा नुन मात्रै खाएर भए पनि बाँच्छु, गलत चाहिँ मैले गर्दिनँ। हजुरबाट सिकेर अगाडि बढ्छु। आज बल्ल घैँटा घाम लाग्यो, तपाईँहरूले पनि यो कुरा बुझेर अगाडि बढ्नु होला। कुरा बुझ्नुभयो भने एकचोटि ताली पनि बजाउनु होला। ल भोलि बिहान कति बजे मिटिङ राख्नुहुन्छ? म त्यो अनुसारले आउँछु। भोलि बिहान गाई लिएर म हजुरको घर आएँ। ल धन्यवाद। यसरी एउटा हाम्रो पुर्खीबाको परिवारमा परेको जुन घटना थियो त्यो हाम्रो घरमा पनि नपर्ला भन्न सकिँदैन। त्यही भएर हामी सबैले विषादीको सही सदुपयोग गरौँ र चाहिने ठाउँमा प्रयोग गरौँ, सही मात्रामा प्रयोग गरौँ र सल्लाह दिए अनुसारले मात्र प्रयोग गर्ने गरौँ भन्दै आजको यस नाटक अन्त्य भएको घोषणा गर्छु। धन्यवाद। र यसरी आफ्नो कारणले नै आफ्नै छोरीको स्वास्थ्य जोखिममा पारेकोमा पुर्खे र उनको परिवार पश्चाताप गर्दछ र सबै गाउँलेलाई भेला पारेर आफ्नो घटनाक्रम सुनाउँछ र सबै गाउँलेलाई सजग हुन आग्रह समेत गर्छ र भविष्यमा फेरि त्यस्तो गल्ती नदोहोऱ्याउने र अरूलाई पनि नदोहोऱ्याउन सुझाव समेत दिन्छन् र फेरि खेतीबारीमा आफ्नो पाखुरीहरू खियाएर हाँसी खुसी आफ्नो जीवन बिताउँछ।